श्रीमानलाई हेपेर बोल्ने, चिच्याएर बोल्ने, नराम्रो शब्द प्रयोग गर्ने महिलाले कहिले पनि आफ्नो श्रीमानलाई प्रगति गर्न दिँदैनन्। श्रीमान भनेको केवल पति मात्र होइनन्, परिवारलाई अन्धकारबाट प्रकाशतर्फ लैजाने दीपक हुन्, घरलाई सम्हाल्ने स्तम्भ हुन्। जसरी देवता परिवारका लागि आहुति दिन्छन्, त्यसरी नै श्रीमान पनि आफ्ना सपना, इच्छालाई छाडेर परिवारका लागि संघर्ष गर्छन्। तर जब परिवारकै निकटबाट आफ्नै श्रीमतीबाट अनादर, चिच्याहाट र कटु वचन सुन्नुपर्छ, तब उनका आत्मबल कमजोर हुन्छ, मनोबल भत्किन्छ। मनोबल भत्किएको पुरुषले न घरमा शान्ति ल्याउन सक्छ, न समाजमा प्रगति गर्न। प्रेम, आदर र मधुर बोली नै श्रीमानलाई सफलताको बाटोमा अघि बढाउने शक्तिशाली आशीर्वाद हो। अध्ययनहरूले पनि प्रमाणित गरेका छन्, पति पत्नी बीच मधुर संवाद र सम्मानजनक व्यवहारले मात्र परिवारमा सुख, शान्ति र प्रगति ल्याउँछ। दर्शकवृन्द, तपाईको जिज्ञासालाई कमेन्ट बक्समा दिनुहोला।